आजकल चाहिँ कस्तो छ भने चेक दिने चलन छ। जस्तै मैले तपाईँसँग 5 लाख रुपियाँ लिएँ, 5 लाखको चेक काटेर तपाईँलाई दिएँ। ए ऋण लिँदाखेरि नै एक्ज्याक्टली यस्तो गर्नु हुँदैन? होइन, त्यो गर्न मिल्छ, त्यो कुरा होइन। म यो समयमा तपाईँलाई 3 महिना पछिको डेटमा दिएँ तपाईँलाई, तर त्यो चेक दिँदाखेरि म कहाँसम्म गएर फस्छु या कहाँसम्म अप्ठ्यारो पर्न सक्छ भन्ने कुरा बुझेको छैन, बुझ्नु भएन? किन चेकको भ्यालु भनेको तपाईँको क्यास छ र खातामा ब्यालेन्स नहुँदा त चेक इस्यु गर्नु भएन नि। त्यो भनेको तपाईँको ब्याङ्किङ कसुर तथा सजा ऐन 2064। तपाईँको विश्वास जित्नको लागि अहिले मैले तुरुन्तै चेक इस्यु गरेर त दिएँ, तर मेरो खातामा त पैसा छैन। 3 महिनापछि हुन्छ भनेर विश्वासमा दिएँ, तर त्यो 3 महिनापछि तपाईँको त्यो डेटमा यदि तपाईँले जाँदाखेरि तपाईँले गएर चेक बाउन्स गर्नुहुन्छ भने त्यो त क्राइममा कन्भर्ट हुन्छ। यसको अर्थ हो चेक नै दिनु भएन? भएन, एकदम सोचेर दिनु पऱ्यो। त्यो 100% त्यो डेटमा म दिन सक्छु भने ग्यारेन्टी हुनु पऱ्यो। यसरी चेक इस्यु नगर्दा राम्रो हो नि? होइन, म सक्छु भने ग्यारेन्टी छ भने दिने हो। चेक इस्यु नै नगर्नु त भन्न मिल्दैन कि चेक भनेकै त्यसको लागि हो, होइन? तर बुझेर यहाँ कस्तो छ भने चेक दिँदाको रिस्क के छ त्यो बुझेको छैनन् कि मैले भन्न खोजेँ। खातामा पर्याप्त ब्यालेन्स नहुँदा त इस्यु नगर्नु भन्ने हो। एक्ज्याक्टली त्यो हिसाबले नबुझेकै अवस्था हो र यसको पनि अवेरनेस चाहिन्छ जस्तो लाग्छ। किनभने यसले गर्दा के छ भने चेक इस्यु तपाईँले गर्नुभयो, चेक बाउन्स भयो, त्यसले बाउन्स गरिसकेपछि के गर्न सक्छ भने फर्स्ट बाउन्स गरेको डेटबाट तपाईँको अनि तपाईँको 45 दिनभित्र उसले अहिले चाहिँ तपाईँ 45 दिनको टाइम दिन्छ तपाईँलाई। तपाईँको चेक बाउन्स भयो है भनेर उसलाई सूचना पठाउँछ जसले उ गरेछ। त्यसपछि पनि सेकेन्ड बाउन्स गरेपछि तपाईँको उसले सकेन भने तपाईँको जोसँग चेक छ उसले तपाईँको 1 वर्षभित्र प्रहरीमा सिधै जारी हाल्न मिल्छ। ब्याङ्क कसुर तथा सजाय ऐन 2064 अन्तर्गत गएर प्रहरीमा उसले उजुरिहाल्छ। त्यो उजुरिहालेपछि प्रहरीले तपाईँलाई इन्भेस्टिगेसन नाममा पक्राउ पुँजी जारी गरेर समात्न सक्छ। त्यो बुझेकै छैन कि धेरै मान्छे बुझेको छ। तत्पश्चात प्रहरीले के गर्ने अधिकार छ? त्यसपछि उसले इन्भेस्टिगेसन गरेर आफ्नो इन्भेस्टिगेसन रिपोर्ट चाहिँ विदिन 25 डेज उसलाई हिरासतमा राख्ने। त्यो राखेर विदिन 25 डेज चाहिँ सरकारी वकिल कहाँ पठाउने। सरकारी वकिलले त्यही रिपोर्ट इन्भेस्टिगेसन रिपोर्टको आधारमा चाहिँ सम्मानित अदालतमा जिल्ला अदालतमा गएर उहाँले मुद्दा दायर गर्नुहुन्छ। त्यो चाहिँ अभियोग पत्र भन्छ हजुरको। त्यो अभियोग पत्र दायर हुन्छ। त्यसपछि अब त्यो उहाँलाई थुनामा राखेर मुद्दा अगाडि बढाउने कि बेलमा दिएर अगाडि बढाउने प्रोसेस हुन्छ र मुद्दा अगाडि बढ्दै जान्छ। एउटा प्रक्रिया त्यो हो। अर्को प्रक्रिया चाहिँ कस्तो छ भने तपाईँको चेक इस्यु भयो, 45 दिनसम्मको सेकेन्ड त्यो बाउन्स गर्ने डेट छँदैछ, उसले फेरि गर्छ। तर कतिले चाहिँ म सिधै प्रहरीमा किन जाउँ, टाइम हुँदा पनि होइन, मान्छेले किन थुनामा हाल्नु भनेर सफ्ट कर्नर तपाईँ अदालतमा गएर चेकना त मुद्दा हाल्छ। यो चाहिँ विनिमय अधिकार पत्र ऐन 2034 अन्तर्गत जाने विषय हो। त्यो हालेपछि चाहिँ उसले कोर्ट फी हाल्छ। त्यो कतिको एमाउन्ट छ त्यो चाहिँ कोर्ट फी हाल्नुपर्ने हुन्छ। अदालतले मुद्दा हेर्दै जान्छ, होइन? त्यो अलिक सफ्ट कर्नर भयो। त्यो चाहिँ कस्तो फेरि काम नै काम लाग्छ भने तपाईँ ब्याङ्किङ कसुर प्रहरी कहाँ जाने जुन 1 वर्षको हदम्याद छ त्यो सकिसकेपछि यता जाने 5 वर्षसम्म हदम्याद रहन्छ। यता तपाईँको विनिमय अधिकार पत्र ऐन 2034 अन्तर्गत त्यहाँ जानु भने बाटो त मजाले खुल्ला रहन्छ, त्यहाँ गएर पनि जान्छ। अब यो कुराहरू धेरैले बुझेकै छैन क्या चेक इस्यु भनेर। यो कुरामा पनि केही न केही अवेरनेस हुनुपर्छ कि किन यो पनि फाइनेन्सियल लिटरेसी अन्तर्गतै पर्छ।